हेलो नमस्ते जोजोलपा हजुरहरू सबै दर्शकलाई मेरो सुरभि किचनमा स्वागत छ। आज तपाईहरुलाई म एक टोफु करी बनाउन सिकाउँदैछु है त। तपाईहरुलाई चाहिने सामग्रीहरू अदुवा, लसुन, गोलभेडा, प्याज, खुर्सानी, धनिया, टोफु अनि अन्डा। अब खुर्सानी चाहिँ तपाईहरुलाई स्वाद अनुसारले जति चाहिन्छ त्यति राखे हुन्छ है त। अनि यो प्याजहरू मैले काटिदिएँ, गोलभेडा काटिदिएँ, अदुवा लसुन पनि सानो गरी काटिदिएँ अनि धनिया पनि काटिदिएँ। यो सम्पूर्ण चाहिँ मैले मिक्सरमा चाहिँ रेडी गर्नलाई ग्राइन्ड गर्नलाई राखिदिएँ है त। सबै ग्राइन्ड गरिदिएँ। यो ग्राइन्ड गरेको ग्रेभी चाहिँ एकदम मिठो पनि हुन्छ। कसैले सिलौटामा पनि पिन्छ, सिलौटामा पनि पिन्ने हुन्छ है त। ल मैले कराई बसालिदिएँ। कराई तातिसकेपछि तेल राखिदिनु होला। तेल तातेर वरिपरि यो कराईको उसमा लाग्ने गरी घुमाइदिनुस्। अनि टोफुलाई मैले यतिको काटिदिएँ। टोफुलाई अब मजाले भुटिदिने। अलिअलि टाँसिन्छ यो टोफु अनि बिस्तारै बिस्तारै निकाल्दै त्यो टाँसेको ठाउँबाट निकाल्दै हजुरहरूले चाहिँ टोफु भुट्दै गर्नु होला। अन्डामा पनि नुन हालिदिएको छु। टोफु यतिको भुटिने भएपछि चाहिँ निकाल्दिनुहोस्। अनि थोरै थोरै गर्दै टोफुहरू भुट्दै निकाल्दै गर्नु है त। मैले अर्को पनि हालिदिएँ टोफु। यतिको भुट्दै गरिराख्दाखेरि मेरो अन्डा पनि रेडी भयो त्यहाँ। अब अन्डालाई बोक्रा निकालेर यसरी यो फोर्कको सहायताले तपाईहरुले घोचेर गर्नु होला। यो फ्राई गर्दाखेरि चाहिँ यस्तो गरेमा चाहिँ पड्किँदैन। अब तेल तातियो। तेल तातेपछि अन्डा फ्राई गरिदिनुहोस्। मजाले खैरो हुने गरी वरिपरि खैरो हुने गरी अन्डालाई फ्राई गरिदिनुहोस्। अनि मेरो अन्डा टोफु फ्राई गरेको रेडी भयो। यो चाहिँ अब पछिलाई काम लाग्छ। अब फेरि सानो लो हिटमा चाहिँ तपाईले तेल बसालिदिनुहोस्। अनि तेल बसालेर हाई फ्लेममा चाहिँ नगर्नु होला है। बिस्तारै राख्ने, फुराउन दिने। त्यसपछि जिरालाई पनि त्यसरी नै फुराउन दिने। अनि त्यसपछि मिट मसाला पनि फुराउने। मैले यो एक टोफु करी चाहिँ एकदमै अब सजिलो तरिकाले बनाएर देखाएको छु। एकदम फास्ट पनि हुन्छ यो। अनि गोलभेडाको त्यो अघि मिक्स गरेको ग्राइन्ड गरेको मैले खनाइदिएँ। अब यसलाई मजाले भुट्न दिनुपर्छ। अनि तपाईहरुले यो मसलामा चाहिँ अब यो जुन चाहिँ गोलभेडा प्याजहरू तपाईहरुले ग्राइन्ड गरेको छ यसमा जे करी पनि अब जस्तै फिस करी बनाउनु पर्यो पनि यसरी नै गर्ने हो। फिसलाई फ्राई गर्ने हैन। जे पनि तपाईलाई जे करी खानु मन लाग्छ यो मसला चाहिँ यो गोलभेडाको पेस्ट चाहिँ तपाईले यसरी नै गरे भनेदेखि चाहिँ ग्रेभी एकदमै मिठो हुन्छ। नुन चाहिँ तपाईले स्वाद अनुसार हाल्दिनु होला। खोर्सानीको धुलो पनि तपाईहरुलाई अप्सनल, एकदमै पिरो खानु मन छ भने त्यही अनुसारले गर्नुस्। अब बिस्तारै हेर्नुस् त यो गोलभेडाको अब पेस्ट सुक्दै गइसकेपछि यसबाट तेल निस्केपछि चाहिँ अब यो गोलभेडाको पेस्ट रेडी भयो भनेर बुझ्नुहोस्। नभए यो तेल ननिस्किकन राम्रोसँग फ्राई नगरिकन तपाईले गर्नुभयो भनेदेखि चाहिँ त्यो गोलभेडाहरू काँचै बास्ना आउने, मसलाको काँचै बास्ना आउने त्यस्तो हुन्छ। अब मैले 1.5 ग्लासमा चाहिँ मैले पानी हालेर ग्रेभी रेडी गरेको छु। यो चाहिँ मजाले उम्लिन दिने। अनि उम्लिसकेपछि चाहिँ बल्ल तपाईले टोफु अनि अन्डा पनि त्यो जुन चाहिँ फ्राई गरेको अन्डा र टोफु हो यिनीहरू चाहिँ मिक्स गरेर राखिदिने। अनि फेरि एकछिन उम्लिन दिने। हेर्नुस् त ग्रेभी कति मजाको देखियो त। हजुरहरूले अब यो ग्रेभी चाहिँ तपाईले रोटीसँग, चिउरासँग, भातसँग जेसँग खाँदा पनि मिठो हुन्छ है। अनि मैले यो 1 चम्चा घिउ चाहिँ लास्टमा हाल्ने गरेको छु। यो चाहिँ एकदमै अप्सनल हो। मलाई चाहिँ एकदमै यो घिउ राखेर यो जुन चाहिँ लास्टको त्यो फ्लेभर आउँछ त्यो चाहिँ एकदमै मलाई मन पर्छ। ल अब हाम्रो एक करी पनि रेडी भयो। हजुरहरूले पनि बनाउनु है त। एकदम सजिलो छ अनि मिठो पनि भयो है।